किताब कि ट्याब्लेट? आजकल यो प्रश्न धेरैको मनमा छ होइन त? चाहे विद्यार्थी होस् वा किताबका पारखी, सबैजना यही सोध्छन् के साँच्चै हामीले कागजका किताबलाई पूरै हटाएर डिजिटलतिर लाग्नुपर्छ त? ल, आज यही विषयमा अलिक गहिरिएर कुरा गरौँ न। आजको हाम्रो यो सबै कुराकानी खासमा इन्टरनेटमा भेटिएको एउटा सानो तर निकै महत्त्वपूर्ण प्रश्नबाट सुरु भएको हो। एउटा यस्तो प्रश्न जसले प्रविधि र हाम्रो पुरानो बानी बीचको लडाईँलाई ठ्याक्कै देखाउँछ। प्रश्न एकदमै सिधा र प्रष्ट छ है। के कागजको बर्बादी र गहरौँ झोला कम गर्न भौतिक किताबहरूलाई पूर्ण रूपमा ट्याब्लेटले प्रतिस्थापन गर्नुपर्छ? हेर्नुस् त, यसले हामीलाई एउटा छुनौट गर्न मात्र भनेको छैन, त्यो छुनौट गर्नुका दुईवटा ठूला कारण पनि दिएको छ। पहिलो, कागज खेर जानबाट जोगाउने, अनि दोस्रो, त्यो गहरौँ झोलाको बोझबाट मुक्ति पाउने। ल, अब यो बहसको पहिलो पाटोबाटै सुरु गरौँ न। आखिर ट्याब्लेटले के त्यस्तो वाचा गरिरहेको छ त? यो प्रश्नले ट्याब्लेटको पक्षमा के तर्क राखेको छ त्यसलाई अलि नजिकबाट हेरौँ। यो प्रश्नले ट्याब्लेट प्रयोग गर्नुका दुईवटा मुख्य फाइदाहरू देखाएको छ। एउटा फाइदा चाहिँ हाम्रो पृथ्वीको लागि भयो, अनि अर्को चाहिँ हाम्रो आफ्नै सजिलोको लागि। ल, अब यी दुवै तर्कलाई एक एक गरेर हेर्दै जाउँ। भनेपछि ट्याब्लेटको पक्षमा दुईवटा बलिया तर्कहरू रहेछन्। पहिलो भयो वातावरणीय तर्क र दोस्रो भयो व्यावहारिक तर्क। ल, पहिलो तर्कमा ध्यान दिऊ है। कागजको बर्बादी कम गर्न। यो कुरा सोच्दा त साँच्चै गम्भीर भइन्छ। एकछिन कल्पना गरौँ त, यदि सबै स्कुल, कलेज र हामी सबैले कागजको प्रयोग घटाउने हो भने कति ठूलो असर पर्ला? कति जङ्गल जोगिएलान्, कति प्रदूषण कम होला। अनि दोस्रो तर्क, त्यो त झन् हाम्रो दैनिक जीवनसँग जोडिएको छ। अनि गहरौँ झोला, खास गरी विद्यार्थीहरूलाई सम्झिनुस् त, दिनदिनै कति धेरै किताब बोकेर हिँड्नुपर्छ। त्यसले ढाडमा कति असर गर्छ होला। अब सोच्नुहोस्, एउटै पातलो ट्याब्लेटमा हजारौं किताब अट्छ भने त्यो त साँच्चै गजबको समाधान होइन र? ल, ट्याब्लेटको कुरा त भयो, तर हरेक कथाको अर्को पाटो पनि त हुन्छ नि। अब सिक्काको अर्को पाटो हेरौँ। आखिर के कारणले गर्दा हामीले आजसम्म पनि किताबलाई पुरै छोड्न सकेका छैनौँ त? केही त पक्कै छ। तर यहाँ एउटा प्रश्न उठ्छ। यदि ट्याब्लेटका फाइदाहरू यति नै छर्लङ्ग छन् भने यो बहस किन चलिरहेको छ त? किन अझै पनि हामी ट्याब्लेट कि किताब भनेर सोध्छौँ? यसको मतलब किताबमा पक्कै पनि केही त्यस्तो कुरा छ, कि त्यस्तो मूल्य छ जुन हामी सजिलै छोड्न चाहँदैनौँ। त्यसो भए अब सोच्नुपर्ने कुरा के हो भने, यदि किताबहरूलाई साँच्चै पूर्ण रूपमा प्रतिस्थापित गरियो भने हामीले के गुमाउँछौँ त? के कुरा जोखिममा छ? यो प्रश्न किताब पढ्दाको अनुभव, त्यसलाई छुँदाको अनुभव र त्यससँग जोडिएको भावनाबारे हो। सोच्नुस् त, त्यो किताबको पाना पल्टाउँदाको आवाज र अनुभव, आफ्नो किताबको दराजमा भएको किताबलाई हेर्दा आउने त्यो अपनत्वको भावना, अनि सबैभन्दा ठूलो कुरा स्क्रिनबाट आउने नोटिफिकेसन र अरू कुराहरूबाट टाढा रहेर पढ्न पाउनु। हो, यिनै कुराहरूले हामीलाई रोक्छ। किताबलाई न ब्याट्री चाहिन्छ, न आँखा तिर्मिराउने उज्यालो, अनि साथीभाइलाई ल यो पढ भनेर दिन पनि कति सजिलो। ल हेर्नुहोस्, यहाँनिर हाम्रो बहसको मुख्य चुरो कुरो देखिन्छ। एकातिर छ ट्याब्लेट, जसले वातावरण जोगाउने र सजिलो बनाउने वाचा गर्छ। अर्कोतिर छ हाम्रो प्यारो किताब, जसले हामीलाई वास्तविक अनुभव, अपनत्व र बिना कुनै झन्झट पढ्ने मौका दिन्छ। लडाई खासमा यिनै दुई कुरा बीचको हो। अब हामी यो कुराकानीको अन्तिम चरणमा आइपुगेका छौँ। यहाँ हामी यो बहसमा अलिकति फरक तरिकाले सोच्ने प्रयास गर्नेछौँ। के यो साँच्चै एउटाले अर्कोलाई हराउनै पर्ने खेल हो र? सायद होइन। कहिलेकाहीँ के हुन्छ भने नि, कुनै पनि ठूलो बहसको समाधान त्यसको प्रश्नमै लुकेको हुन्छ। यो प्रश्नमा पनि एउटा यस्तो शब्द छ जसले हाम्रो सोचाइलाई एउटा साँघुरो बाटोमा हिँडाइरहेको छ, हामीलाई जम्मा दुईवटा मात्रै बाटो देखाइरहेको छ। त्यो शब्द हो पूर्ण रूपमा प्रतिस्थापित। ध्यान दिनुस् है, पूर्ण रूपमा। यो शब्दले हामीलाई कस्तो अवस्थामा पुर्याइदिन्छ भने, कि त सबै किताब हटाऊ, कि त केही पनि नगर, अल अर नथिङ भने जस्तै। यसले हामीलाई किताब र ट्याब्लेट मध्ये एउटा मात्रै रोज्नुपर्छ भन्ने जस्तो बनाइदिन्छ। यस्तो सोचाइलाई बाइनरी सोच भनिन्छ। मतलब कि त राम्रो कि नराम्रो, कि त जित कि हार। पूर्ण रूपमा प्रतिस्थापित भन्ने शब्दले हामीलाई यस्तै सोच्न लगाउँछ कि त किताब ठिक कि त ट्याब्लेट ठिक। तर के साँच्चै समाधान यति कालो र सेतो मात्रै हुन्छ र? बीचको बाटो हुन सक्दैन? त्यसैले
अन्त्यमा सोच्नुपर्ने कुरा के हो भने खास प्रश्न किताबले जित्छ कि ट्याब्लेटले भन्ने होइन, बरु खास प्रश्न त यो हो के पढाइको भविष्य एउटाले अर्कोलाई हटाउनेमा छ वा दुवैबीच सन्तुलन कायम गर्नेमा छ। सायद यसको जवाफ यो वा त्यो भन्दा पनि दुवैलाई मिलाएर लैजानेमा पो छ कि।